हेलो एभ्रिवान, नमस्ते। म तपाईहरुको प्रिय साथी पारस पटेल तपाईहरुको समक्ष एउटा नयाँ भिडियो लिएर आइसकेको छु। तपाईहरुले देखिराख्नु भएको, हेरिराख्नु भएको यो तस्बिर लुम्बनीमा खिचिएको हो। लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो, जहाँ भगवान गौतम बुद्धको जन्म भएको थियो। यो मायादेवीको मन्दिर र वरपरको क्षेत्र एरियाहरू देखिराख्नु भएको छ। भगवान गौतम बुद्ध प्रति हामी नेपाली लगायत सम्पूर्ण जीवजन्तु र देश विदेशमा रहेका जति मान्छेहरू छ त्यो सबको विश्वास, आशा र भगवान गौतम बुद्ध प्रति उहाँहरूको आस्था र उहाँहरूको उपदेशहरूमाथि रहेको विश्वासले गर्दा लुम्बिनीमा हरेक देशले, संसारभरिका धेरै देशहरूले गुम्बाहरू, स्तूपहरू, मन्दिरहरू बनाएको छ। यो मायादेवीको मन्दिर देखिराख्नु भएको छ। हस्त तपाईहरुले भिडियो देख्नुभयो।